यी हुन् पुष्पकमल दाहाल प्रचण्ड। जेनजी आन्दोलनपछि नामो निशान मेटिएको दल माओवादी केन्द्रका अध्यक्ष, अहिले दर्जनौं दलहरूलाई एकीकरण गरी बनेको नेपाली कम्युनिस्ट पार्टी बनेपछि आफूलाई उक्त पार्टीको संयोजक बताउँछन्। यिनलाई यिनका अनुयायीहरूले गणतन्त्र नेपालको नायक भनेर चिन्छन् त विरोधीहरूले छेपारो भनेर चिन्छन्। छेपारो भनेको मौसम अनुसार रङ्ग फेर्ने जीव हो। प्रचण्डसँग त्यस्तो के गुण छ जसका कारण विरोधीहरूले उनलाई छेपारोसँग तुलना गर्छन्? आउनुहोस् आजको यो भिडियोमा बुझ्ने प्रयास गरौँ। तपाईहरू च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि हाम्रो यस सगर न्युज च्यानललाई सब्स्क्राइब गर्न र भिडियोलाई एक लाइक गर्न नभुल्नुहोला। आउनुहोस् भिडियो सुरु गरौँ। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष, कयौं पटक निर्वाचित संसद र प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् पुष्पकमल दाहाल प्रचण्ड। यिनी ठाउँ परिवेश र परिस्थिति अनुकूल देखिन चाहन्छन् र हुन चाहन्छन्, जसबाट आफूलाई हानि नक्सानी नहोस् र आफूले जिम्मेवारी लिन नपरोस् भनेर यिनी परिस्थिति समयानुकूल हुन र देखिन चाहने व्यक्ति हुन्। जेनजी आन्दोलनलाई एउटा उदाहरणको रूपमा लिउँ कि जेनजी आन्दोलन हुनुको कारण प्रचण्ड र उनको पार्टी पनि हो। पटक पटक सरकार र सत्तामा संलग्न भएको नाताले प्रचण्डको पार्टी र स्वयं प्रचण्ड पनि जेनजी आन्दोलन हुनुको मुख्य कारण हुन्। तर सडकमा दर्जनौं कलिला विद्यार्थीहरूमाथि गोली चल्यो। त्यो बर्बर नरसंहारको नैतिक जिम्मेवारीबाट भाग्न उनले जेनजीहरूलाई समर्थन गरे र जेनजीले पनि आफ्नो एजेन्डा बोकेको दाबी गर्दै आफू र आफ्नो पार्टी जेनजी सँगै रहेको बताउँदै रङ फेरे। यसो त तत्कालीन सरकार प्रचण्डको थिएन, तर भने नैतिक जिम्मेवार प्रचण्डले पनि लिनुपर्छ। उनले विभिन्न समय कालखण्डमा सरकार र सत्ता चलाइसकेका पात्र हुन्। यदि प्रचण्डको सरकार र सत्ताले यो दिन नआओस् भन्ने चाहेको भए त्यति बेला आफूले काम गर्नुपर्ने थियो। जेनजी भने नि नवपुस्तामाझ एउटा यस्तो भ्रम छरिदिए कि प्रचण्ड त्यो परिस्थिति सिर्जना हुनुको कारण होइन भन्ने भाष्य जबरजस्त रूपमा स्थापित गर्न खोजे र गरे पनि। प्रचण्ड त जेनजीको असली अभिभावक र समर्थक र साथी भएको भ्रम छर्न र फैलाउन एकदमै सफल भए। यिनले 2064 सालमा आफूहरूलाई बहुमत दिए 10 वर्षमा यो देश स्विजरल्यान्ड बनाउँछौँ, एसियाको त सबैभन्दा धनी र विकसित देश बनाउँछौँ भनेर भोट बटुलेका थिए र बहुमत ल्याए पनि। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ हामी युरोपीय स्तरमा। बहुमत ल्याएर पनि यिनले केही लछारपटो लाउन सकेनन्। जनताको भावनासँग खेले र पङ्गु बनाए र बनाउँदै आए। यिनीसँग एउटा यस्तो कला छ जुन ठाउँ परिवेशमा गए पनि उस्तै बनिदिन्छन्। कहिले यिनी मुस्लिम बनिदिन्छन्। सबै साथीहरू सबैलाई नमस्कार, अभिवादन, अस्सलाम वालेकुम। अब कहिले गरिब बस्तीमा जान्छन् र केराको पातमा
ढिँडो खान्छन्, कहिले साङ्गीतिक कार्यक्रम गरे झैँ नाच्छन्, त कहिले गायक बन्छन् र गीत गाउँछन्। मनै रुने रहेछ सुई सुई रेलले सुइक्याउँदा बर्मातिर घुइक्याउँदा मनै रुने रहेछ सुई सुई रेलले सुइक्याउँदा बर्मातिर घुइक्याउँदा। सागर की तूफान को भी हमने बस में किया है, पहाड़ व चट्टान का पथ मोड़ दिया है। सागर की तूफान को भी हमने बस में किया है, पहाड़ व चट्टान का पथ मोड़ दिया है। होगा न कोई हिटलर कोई नवाब, हम सर्वहारा की आवाज इनकलाब, इनकलाब 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 हम सर्व। प्रचण्डलाई साम दाम दण्ड भेद यी 4 अस्त्र प्रयोग गरेरै भए पनि चुनाव जित्नुपर्छ। यिनले चुनाव जित्नकै लागि भए पनि चुनाव क्षेत्र फेरि चुनाव लड्छन्। 2079 को चुनाव यिनले गोर्खाबाट लडेका थिए। कहिले चितवन, कहिले काठमाडौँ, कहिले गोर्खा पुग्छन् यिनी। आफूले चुनाव नजिते र आफ्ना कार्यकर्ताहरूले चुनाव नजिते देश दुर्घटनामा जाने भन्दै धम्कीको भाषा प्रयोग गरेको पनि आरोप लाग्ने गर्छ। भन्ने गरिन्छ मैले 17,000 मान्छे मारेर आएको भन्ने तथ्याङ्क भन्ने गरिएको छ। साथीहरू र आदरणीय जनसमुदाय, यो सत्य होइन, यो सत्य होइन। सत्य के हो? विक्रम सम्वत 2079 को जुन विघटित प्रतिनिधि सभामा यिनको पार्टीले जम्मा जम्मी 32 सिट ल्याएको थियो। तर पनि यिनी प्रधानमन्त्री बने। 92 सिट ल्याएको सबैभन्दा ठुलो दल काङ्ग्रेस र काङ्ग्रेस सभापति शेरबहादुर देउबा हेरेको हेरे भए। उनले आफूसँग भएको 32 सिटलाई जादुवाला नम्बर र यो जादुवाला नम्बर चलाए सत्ता परिवर्तन गर्न सकिने कुरा बारम्बार भन्दै आए। जादु चलाउन चाहे त चल्छ, अहिले चलाउने पक्ष हामी छैनौँ। हामी देउबाजी कसैलाई पनि फकाउने पक्षमा हामी छैनौँ। मैले भनेको छु, आज पनि भने, तपाईँहरूले सुनि नै हाल्नुभयो। आफ्नै अहिले पनि प्रचण्डले दर्जनौं दलहरूलाई समेटेर एउटा नेपाली कम्युनिस्ट पार्टी नाम गरेर चुनावी तयारी गरिरहेका छन् र उनी फेरि एकचोटि जनतालाई पङ्गु बनाउने प्रयास गरिरहेका छन्। जहाँ गए पनि त्यस्तै बन्ने, जहाँ पनि खपत हुने, ठ्याक्कै इटा आकार भएको र त्यस्तै चलाकी गर्ने बानीलाई विरोधीहरूले छेपारोसँग तुलना गरेका हुन् भन्न सकिन्छ। साथीहरू, भिडियो कस्तो लाग्यो कमेन्टमा सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सिनुहोला। साथै हाम्रो च्यानल सगर न्युजलाई सब्स्क्राइब गर्नु भएको छैन भने अहिले नै सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। हस्त, धन्यवाद, नमस्कार।